हामी चाहिँ अब यो कार लिएर जान्छौँ अब भइसक्यो चटपटे चाहिँ यहाँ भाइहरूले Your blood was poured out, washing my sins. Jesus, you sacrificed. I live in His victory. Jesus lives. पानी पर्दा जस्तो भयो चाम्ही ल विशाल हामीलाई पुर्याउने वान 1 घण्टा कुरायो विशालले हामी पुर्दै हैन हामीहरु ठ्याक्कै खाजा खाने ठाउँमा आइसक्यौं कस्तो लागिरहेछ युजिना यसोदा बहिनीहरु कस्तो लागिरहेछ अब कस्तो हुन्छ हैन त्यो त मलाई पर्छ होला हेलो हामीहरु चाहिँ चिया अन्डा खाएर जाने बेला भइसक्यो बहिनी हेलो त्यसो त्यसो छ तर अब पानी नपरे हुन्थ्यो है यतिकै ठीक भयो के यतिकै ठिकै छ हाम्रो भुन्टु पुन्टु कता हिँड्दै हो डेस्टिनेसन कता हामी चाहिँ अब यो कार लिएर जान्छौँ अब आएर फेरि यो कार रिटर्न नै हुन्छ अरे हेलो ल अब हाम्रो मेन जर्नी यहाँबाट बिगिन हुन्छ ल हाम्रो भाइ हाम्रो साथीको भाइ हाम्रो पनि भाइ हाम्रो साथीको साथी हाम्रो पनि साथी कस्तो राम्रो ल भर्याङको बाटो पनि स्टार्ट भयो अब भर्याङबाट हिँड्दा भिडियो है यो सबै भाउजूलाई हामीले फर्काइदिम वेट गर्दा गर्दा हैरान छ यस्तो पाराले ए बाटो मिलान फेरि कहाँ गए कस्तो काम यो गाडी आउने ठाउँमा पुग्यो साथीहरूलाई कुरै छौँ कहिले आउने हो थाहा छैन साथीहरू यो बाटो त सायद यो त्यो हिँड्ने होला क्या के साइक्लिङहरू आउँछ केही छैन मसँग बल्ल पुग्नु पो सबैजना आइसक्यौँ है अझै अर्कोजना आउन बाँकी छ ल रुक्ने यही जान्छ है त्यसमा कुरै जान्छन् त्यहाँ छ साथीहरू उसको फोटो माले तिमीले
कहाँ पुग्ने तिमीहरू थाहा छैन ठाउँको नाम थाहा छैन छैन बाटो हामी गुराँसको खोजीमा हिँडिरह गुराँसै यस्तो दाको नाम सक्नु पर्यो है चलेको चल्दै छ नि राम्रो बाटो हुँदा हुँदा हामी यस्तो बाटो रोजेर अब कति किलोमिटर देखेको पनि छैन त्यहाँ त ल फाइनल्ली हामी भ्यू पोइन्टतिर पुग्यो कति अवस्थामा तर होइन होला यो भ्यू पोइन्ट है होइन भ्यू पोइन्ट त अलिक डिफ्रेन्ट त भइहाल्छ नि यहाँ पसल छ हाम्रो होममेड फुड अनि कालो रेस्ट गरिरहेको छ यता छ ऊ त्यहाँ भाइले चटपटे बनाउँदैछन् भाइ हेलो भन ए चटपटे पनि भइसक्यो चटपटे चाहिँ यहाँ भाइहरूले बनाएको भाइ साथी सबैले अनि हाम्रो यो होममेड फुड त हाम्रो बहिनीले बनाएको ए हो जे पनि उसैले रहेछ यार हुनेवाला बुहारी चाहिँ भाग्यमानी नै रहेछ ल अब हामीहरू खानुपर्ने हुन्छ बाई बाई पछि भेटौँला यस्तो छ हाम्रो कालो सुतिरहेछ त्यहाँ यस्तो छ खाएर हामीहरू जान लाग्यो टन्न खायो अब हिँड्दाखेरि चाहिँ त्यस्तै हुन्छ हेलो बहिनी लास्ट टाइम कोर भयो लुगाभरि भन्न सक्दैन आउने केही आउँदैन यस्तो छ बाटो फेरि एकछिन रोकेपछि जाम भइहाल्छ बाटोमा पनि गाह्रो छ हाम्रो ढुक्कुर जोडी आउँदै हुनुहुन्छ यस्तो छ हाम्रो यहाँ रुखको खोप्रोमा आइसक्यौँ कोही गएर पोस्दिने हो त्यहाँ कहिले पुग्ने थाहा छैन के भयो आमासँग चाहिँ गफ गर्दै जानु पर्ला जस्तो छ छैन होला आमा चाहिँ कताबाट आइसक्यो आमा फर्पिङ ए ए फर्पिङ कता हो त्यहाँ मन्दिरदेखि कता मन्दिरदेखि कता ए ए त्यही पनि आमालाई नेवार चाहिन्छ होला म परे छेत्री हो मगर अनि आमा चाहिँ त्यही मन्दिरमा जानलाई आउनु भएको ए के गर्नु अब गाडी आएको छ नि किन हिँड्दै आइसक्यो त हजुर ए ए अनि कतातिरबाट त्यो गर्नुभयो ए अनि हजुर को टिम आउनु भएको अर्को आमाहरू पनि हुनुहुन्थ्यो उहाँहरू पनि हो ए टन्नै अब के गर्नु भक्ति पनि गर्नै पर्यो है अनि ठिकै छ अब कति जानुपर्छ
अब खोइ अब 1 घन्टा जति लाग्छ कि ठिकै छ आमा अब के गर्ने भगवान अलि धेरै टपमा बस्ने हुनुभयो कि है हाइटमा चलो चलो आमा रे नानीले बोलाइन् कुन यो बाटो जाने जाम ए त्यहाँ रहेछ नि गोइ लडाउले आए हामी यस्तै जानु परिरहेछ गुफामै हिँडे जस्तो पो भयो त यस्तो चिप्लो हो अनि ल बिस्तारै ओहो यो च्याम्पियन रहेछ बहिनी चाहिँ खतरा हिँड्दो रहेछ हजुर अब कति जति टाइम लाग्छ भन्ने हुन्छ के लाग्छ अब यस्तो बाटो छ थ्याङ्क यू ल चिप्ला मलाई त समातेर हिँड्दा छ जे कुरा नि काटेछ नि त मलाई लडाइदिनु उहाँ बसिरहेको छ पछि कति साह्रो ए पुरा यस्तो छ बाटो के गर्नु आमाहरूलाई चाहिँ गाह्रो हुन्छ यस्तो चिप्लो यस्तो चिप्लो बाटोमा पनि के गर्नु ब्लग बनाइरहेछ यो भाइ त बिचरा चिप्लेको आहै चिप्लो बाटो भन्दै भैली खेल्ने जस्तो रहेछ रामसँग जाऊ है यो किन लड्यो भने फेरि मैले गाली खान्छु निशान्तले मलाई रामसँग लगेन भनेर गाली गरेपछि अरू पुगुन् नपुगुन् तिमी राम्रोसँग जानै पर्ने हुन्छ गइसक्यो उनीहरू त म जान्नु अब भन न हात देऊ अब किन के गरी गयो त्यो यसो त मान्छेले खै यो भिडियो बनाउनु त अनि हजुरलाई तान्नु बाटो गाह्रो छ बिस्तारै बिस्तारै जाने आमा एउटा ठाउँमा मजाले टेक्ने अनि ट्याक्क लगाएर
पानी परेर पनि झन् बाटो बिग्रियो क्या ओहो आमा गाह्रो छ है आउन बाम्मै सर्दै कसले हुने ल आयो आयो हामी त हरायौँ ला हामी त हरायौँ यो किन रमाइलो भयो हरायौँ यार हामी त लडियो दुख्छ यो खुट्टाहरू तर पनि जानुपर्छ सानो पनि पुरै हिँडेर आएको तिमी हिँडेर आयो पुरै आइसहरू जम्यो कति बेला आउने साथीहरू त अगाडि आएर बसेँ कि यस्तो साह्रो पुरै घोर जङ्गल हेर्न सक्नुहुन्छ गाइजहरू म चाहिँ सानोमा वाइल्ड भर्सेस वाइल्ड म्यान भर्सेस वाइल्ड हेर्थेँ त्यसैको उसको एक्जिक्युट गरेर आएको छु ल फाइनली बिस्तारै बिस्तारै लगाइजहरू धेरै माछा नमार ल एकचोटि माछा मैले मारिसकेको छु हाम्रो यता इन्जिनियर साहबहरू हाम्रो यता आइटी सर म चाहिँ माछा मारेको छु सर इन्जिनियर नयाँ दाई उहाँ पनि हाइकिङ आउनु भएको छ हामी सँगसँगै यात्रा गरिरहेको छौँ दाइ हजुरको नाम पनि दिनु पऱ्यो दाइ मेरो नाम विजय श्रेष्ठ हजुर पनि माथि मन्दिर दर्शन हो कि दाइ हजुरको हाइकिङ हो हाइकिङ हो ओ दाइ पनि पुरा सेटअप ल्याएर आउनु भएको रहेछ त ल चस्मा तिमीहरू ओछ्यानमा सुत्दै बस हाइकिङ जाउँ भन्नु छैन तिमीहरू डाम्नाहरू सो गाइजहरू अब चाहिँ हामी फ्रन्ट क्यामेराबाट भ्लगिङ गरिरहेको छौँ फाइनली आइफोन आयो अनि भ्लगिङ सुरु गर्नु पर्यो अब धेरै भएको थियो भ्लगिङ नगरेको अब अरूको मोबाइल लगेर पनि भ्लगिङ गर्नु पर्यो मेरो नाम चाहिँ समीर म चाहिँ विशालको भाइ मेरो पछाडि छन् 3 जना अनि यो जसको मोबाइल हो म उहाँको इन्ट्रोडक्सन लिन चाहन्छु कस्तो भएको छ ऊ त्यहाँनिर पुरै थियो त्यसमा के पुरै त्यो काठ थियो नि पुरै चिप्लो रहेछ प्याटै लड्यो एउटा फ्रेममा आउँदा हुन्छ होला हिउँ पर्यो गाइजहरू अनि हाम्रो निसन के डिसन हो नाइस हो राम्रो रहेछ नाम चाहिँ अनि हजुरको नाम हजुरलाई थाहा छैन भाइ भनेपछि को नाम याद गर्छ हो हेलो गाइस मेरो नाम समीर उहाँको नाम भास्कर उहाँ चाहिँ केटीको खोजीमा हुनुहुन्छ यदि मोबाइल ओनरले यदि भिडियो हेर्नुभयो भने उहाँको लागि एउटा केटी जसरी पनि मिलाइदिनु पऱ्यो तर बाहुन उपाध्य बाहुन छ अनि हाम्रो यता खुल्यो फाइनली खुल्यो यसरी हो कि भला गर्ने ठिक छ घाम पानी गर्दै हिँड्दै है गाह्रो छ अगाडि कपाल सुकिसकेको थियो नि होइन अनि फेरि भिज्छ म्याथको फर्मुला पढ्दा पनि हुन्थ्यो ल गानाको फर्मुला पढौँ आउँदै हुनुहुन्छ फर्पिङबाटै आउनु भएको टोली हो हजुर ए उता हामीहरू त कोही भक्तपुर कोही काठमाडौँ कोही यतै सातो बाटो त्यही मन्दिर जानलाई आइसक्यो ए यतिको हुनु पर्यो हामी पनि चढाउनु के उता चढाउनु ए यहाँ चाहिँ ढुङ्गा चढाउन पर्दो रहेछ अब पर्ने नै त्यो सबैको मनोकामना पुरा होस् सबैले चाहेका इच्छा आकाङ्क्षा पुरा गरिदिनु पुरा भयो भएर होला विशाल कुन ढुङ्गा भन्यो नि त मेरो त उतै ढुङ्गा हो यो विशाल यो सरदा तेरो कस्तो भएन हो कुन ल फाइनल्ली अब हामी
पुगे जस्तो फिल भइरह अब पुगिसक्यौँ कि नै थकित भएछन् सबैजना बिचरा रमाइलो भइरहेछ अब अहिलेसम्म त फर्किँदा प्यान्टको हालत जुत्ताको हालत ल कहिले हाल्छ भन्ने कुरो म लास्ट अल्छी छु भन्न मिल्दैन गुराँस हेर्न आएको तर गुराँस चाहिँ फुलेन भेटेन धेरै मान्छेहरू हुनुहुन्छ बाइकहरूमा आएपछि यहाँनिरसम्म चाहिँ बाइकमा आउन मिल्दो रहेछ उनीहरूको साथीहरू थकित अवस्थामा आउँदैछन् अब हामी चाहिँ मन्दिरमा जान थाल्यौँ यहाँनिरसम्म चाहिँ आउँछ कस्तो लागिरह हजुरलाई रमाइलो छ खुट्टा दुख्ने बेला थाहा हुन्छ है भुल थाहा हुन्छ यहाँ पुरा हाम्रो बहिनी शिवलिङ्गमा पानी चढाउँदै यत्तिको हुन पर्यो यत्तिको भक्ति चाहियो आमा फाइनल्ली पुग्यो थकित बिचरा है ठिकै छ यहाँ आइसक्यो माथि आमा माथि नै आइसक्यो माथि आइसक्यो ऊ त्यहाँनिर त्यहाँ जुत्ता राख्ने पनि छ यहाँ चाहिँ सुविधा रहेछ जे होस् जुत्ता चप्पल राख्ने ठाउँ अनि चाहिँ पुरा यस्तो रहेछ पतङ्गहरू कहाँ हो यहीँ हो खोल्ने जुत्ता चप्पल मन्दिर चाहिँ कता को भाइहरूले ए हो म ए ढुङ्गै ढुङ्गा भन्थ्यो त्यसले त्यही होला यो मेरो भाइ कि मेरो भाइ पनि यहाँ चाहिँ पुरा ढुङ्गा ढुङ्गाको छ एकछिन त्यहाँ माथि पुगौँ भने यस्तै ढुङ्गा राखेको छ हामीहरू चाहिँ जुत्ता खोलेर घुम्न चाहिँ यताबाट टक्क राइट लिएर यस्तरी घुमेर अनि त्यताबाट चाहिँ निस्किनु पर्दो रहेछ यहाँबाट चाहिँ घुम्ने ठाउँ छ यस्तो छ पुरै यहाँ त पुरै भिड छ आउँदाखेरि झन् जामै पर्ने थियो कुनै कुनै बाटो त मन्दिरमा क्लकै ल पुरै यस्तो छ यहाँ अनि फेरि यताबाट मन्दिर आयो तर कता हरायो आउनु यता आउनु हेलो ल थापेको ए ल आँटेको चाहेको सोचेको सबै पुरा होस् एउटा बाहुनीले अर्को बाहुनीलाई दिएको खै ढोक्कर ए ल भाग्यमानी सबै वेट नहाल्नु है फेरि यसमा फेरि जाममा जुत्ला जाऊ सबैजना म लास्टमा लडेको हेर्छु ल सल्लकै लिएर आम सबैलाई मैले कस्तो होला जाऊ 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 अगाडि पछाडि भन्दा ल युगिन ल ल जनलटी छोडिदियो माछा मारे उठा बिस्तारै ग्रिप चाहिँ जति बस्यो त्यति पुरा दुख्छ ल आउँदाखेरि 5-10 मिनट बस्यो त्यसपछि त कस्तो
मेरे को घर जाना है ल हामी गाडीमा पनि गयौँ, पानी पनि खायौँ, घाम पनि खायौँ, हिँड्दै पनि गयौँ। ओहो युगिना अहिले त हड्डी पनि हाँस्यो होला। हामीहरू फाइनल्ली पुग्यो। अब यो गाडी 7 बाटसम्म गएपछि यो गाडीमा जाने, बर्फसम्म गएपछि चाहिँ घरको अर्को गाडीमा जाने। त्यही पनि एकचोटि सोधी हेरौँ न। अब हामीहरू चाहिँ उताको गाडीमा झरेर फेरि एकछिन यताउति गएर फेरि अब माइक्रो चढिसक्यौँ गोदावरीबाट। गोदावरीबाट जाँदैछौँ। पुरा हाम्रो ग्रुप मात्रै छ क्या। त्यस्तै छ। आजको ल कस्तो लाग्यो त एक्सपिरियन्स सुनाम। बहुत मजा आयो।